काठमाडौँका चर्चित सान्च पहलमान साँडेसँग भिड्ने वीरमान। काठमाडौँमा एकजना यस्ता मानिस थिए भन्ने गरिन्छ जसले असनका उग्र साँडेको सिङ समातेर पछाडि ढकेल्थे। हातको मुठीभित्र ओखर राखेर चकनाचुर पारिदिन्थे। सुन्दा कथा जस्तो लाग्छ, तर उनको नाम काठमाडौँका पुराना पुस्तक र संस्मरणमा समेत भेटिन्छ। ती हुन् ठहिटीका सान्च पहलमान। सान्च पहलमानको नाम केवल जनश्रुतिमा मात्र सीमित छैन। सरदार भीमबहादुर पाण्डेको प्रसिद्ध पुस्तक त्यस बखतको नेपाल र नाटककार बालकृष्ण समको आत्मवृत्तान्तमा पनि उनको शक्ति र रवाबको उल्लेख गरिएको पाइन्छ। नेपाल भाषाका हास्य लेखक शङ्करलाल न्यौगुलका अनुसार सान्चाको बाल्यकाल निकै झगडालु स्वभावको थियो। दिनौँ साथीसँग झगडा गर्ने भएपछि उनका बुबाले उनलाई आफूसँग दरबार लैजान थाले। त्यही जरसाहबको नजर परेपछि उनलाई पलमानी तालिमको बाटो खुलेको र पछि बम्बईसम्म तालिम लिन पठाएको भन्ने भनाइ छ। एकपटक साथीसँग झगडा हुँदा छुट्याउन आएका दुईजना पुरुषलाई समेत उसले पछारेको र त्यसपछि केही दिन हनुमान ढोकामा थुनिएको घटना पनि शङ्करलाल न्यौगुलले लेखिएको छ। राणाकालमा दरबारमा हुने भेडा जुराउने कार्यक्रममा चर्चित भेडासँग समेत सान्च पहलमान भिड्ने गर्थे भन्ने चर्चा पाइन्छ। उनले दरबारमा सैनिक र पहलमानलाई प्रशिक्षण समेत दिएको उल्लेख छ। नेपालमा भारतका प्रसिद्ध पहलमानहरूको कुस्ती प्रदर्शन हुँदा कार्यक्रम हेरेर फर्किँदै यस्तो पनि कुस्ती हुन्छ र भन्ने व्यङ्ग गरिएको प्रसङ्ग पनि लेखहरूमा छ। धेरैलाई थाहा नहुन सक्छ, सान्च पहलमानको पुर्ख्यौली पेसा फोटोग्राफी थियो। काठमाडौँका पुराना जात्रा, रथ यात्रा र ऐतिहासिक दृश्यका केही चर्चित तस्बिरहरू उनीहरूकै परिवारले खिचेको भन्ने विश्वास गरिन्छ। ठहिटीमा रहेको पुरानो फोटो स्टुडियो पनि उनीहरूकै परिवारको हो भन्ने स्थानीयहरूको भनाइ छ। उनको पुरा नाम सानुमान काष्ट रहेको बताइन्छ। ललितपुरको वज्रबारासँग पनि उनको ससुराली सम्बन्ध रहेको स्थानीयहरूले संस्मरण गर्छ। दुःखको कुरा, यति चर्चित व्यक्तिको आज एउटा मात्र पुरानो फोटो सहज रूपमा भेटिन्छ, तर उनका शक्ति, साहस र व्यक्तित्वका कथा भने आज पनि काठमाडौँका गल्ली, पुस्तक र पुराना पुस्ताको सम्झनामा जीवित छन्। सान्च पहलमान वास्तवमै काठमाडौँका एक जीवित किम्वदन्ती।